फेरि आइहाल्नु Hey guys, so हामीले पोखरा पुगिसक्यौँ हैन म तपाईलाई रुमहरु एकछिनमा देखाउँछु अनि अहिले चाहिँ हामी रेडी भएर कायाकिङ गर्न जानु लाग्यो बिकज किनभने अहिले 4:30 बजिसक्यो अनि कायाकिङ चाहिँ 5:30 बजेसम्म मात्रै देखाएको थिएँ मैले आम नट स्योर अनि जसरी भने आज त कायाकिङ जसरी भए पनि गर्ने हो त्यही भएर आज हामी हतारिँदै गर्न लाग्यो अनि मेरो फेट चाहिँ तपाईलाई म एकैछिनमा देखाउँछु हैन गाइजहरु एकदम मजाको घाम लागेको छ यस्तै ह्युमिड छ अनि त्यही भएर ठिकै छ रमाइलो छ ट्रपिकल सो हामी आइपुग्यौँ गाइजहरु such beautiful so fucking peaceful here कस्तो आनन्द आइरहेछ यार डर त लागिरहेको छैन तर आनन्द चाहिँ एकदम धेरै हो एकदम धेरै सक्सेसफुल रेस्क्यु यस्तो बेलुका भइसक्यो गाइजहरु तर म गरिरहेको छु तर जति गरे पनि स्वर आउँदैन जति गरे पनि आउँदैन म कहाँ पुगे मलाई थाहा भएन त्यो भ्यू एकदम राम्रो छ सो गाइजहरु भयो के भन्दा चाहिँ हामी बोटिङ गर्दै थियौँ हैन अनि मेरो दिदी फोटो खिच्नलाई उठ्नुभयो हैन अनि झ्याप्लाक्क लगाएर पानीमा झ्याप्लाक्क हाम फाल्नुभयो है सिस्टरले आको चाहिँ हाम्रो मम्मी हो हामी चाहिँ अब खान लाग्छ फुड खानुपर्छ अब गाइजहरु अब दिस इज द नेक्स्ट मर्निङ म तपाईलाई मेरो फिट चाहिँ पछि देखाउँछु तर यो चाहिँ हामी हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो फ्रेन्डशिपहरु यहाँ खादै हुनुहुन्छ हाम्रो होटल जाँदैछौँ हैन अहिले अनि अहिले चाहिँ भर्खर 11-12 बजे मलाई बोलाउँदै छ यस हियर प्लिज मलाई बोलाउँदै छन् हैन अहिले भर्खर 11-12 बजे छ हामी राम्रै टाइममा आएको छौँ अनि घाम पनि मस्तोको लागिरहेछ बट आई रियली होप कि वेदर चाहिँ अब के अरे नबिग्रोस् हैन ट्रेकर भनेर मलाई बोलाउँदैछ के व्हाट ह्यापन यहाँ माथि हो कि यही हो हेलो गाइज अहिले चाहिँ 3:30 कति बजिरहेछ अनि हामी चाहिँ गुरुङ म्युजियम हेरेर यताउति फोटो खिचेको हैन अनि हामीलाई चाहिँ फोटोहरूले हामीलाई प्लिज गरेन हाम्रो फोटो योभन्दा झन् बेटर आउन सक्छ हिमालको मुनि हिमालको भ्यूवाला त्यो हामी हाम्रो होटलमा गएर फेरि फोटो खिच्छौँ बिकज यस म चाहिँ पहिला टोइलेट जान्छु त्यही भएर हामी छिटो अगाडि आएको मलाई आइटी आइसक्यो गाइस यो एउटा सर्ट हाइक जस्तो भइदिरहेको के मैले खिचेको थिएन पहिलाको भिडियोहरू चाहिँ गुरुङ म्युजियमको किनभने मेरो फोनै चार्जमा थिएन कि म चार्ज गरेको थिएँ भएन छ क्या तपाईँ अलिक जुम गरेर देखाउँछु होइन हामी डङ्कीले चाहिँ अहिले एउटा बास्केटबलको टुक्रोबाट उसले अहिले खारै छ होइन गाईहरू यो मेकानिजम चाहिँ मलाई बडो राम्रो लाग्यो तपाईँ ट्राई गरिए मेकानिजम बिल्डअप हुन्छ होइन हामी चाहिँ सबै तपाईँ दिदी मम्मी ए आउँदैछन् हामी धेरै छिटो आइपुगिसकेको छौँ त्यहाँ आउँदै हुनुहुन्छ गाइड मुभ हामी अहिले यस्तो ठाउँमा छौँ यस्तो भनेर चाहिँ हामीले केही बुझौँ 0.5 मा देखाइदिएस् हाम्रो अगाडिको हुनेवाला भ्लगर पनि हुनुहुन्छ त्यहाँ अनि यतापट्टि हुँदै गरेको भ्लगर पनि हुनुहुन्छ
हामीले चाहिँ यहाँ घोडा स्पट गरेको छौँ यतिकै खुल्लम खुल्ला उहाँ चाहिँ भागिसक्नु भयो यहाँ चाहिँ लाग्छ आमामा रेडी पारौँ त उसले एयर ड्रप हाल्नु सिधै पोखराको कायाकिङमा ओ सिस्टर सिस्टर भनेको बदली किन हेऱ्यो हिमांशु हेलो गाइस अहिले बेलुका भइसकेको छ एज यु क्यान सी अनि मेरो अगाडि चाहिँ तोङ्बा छ गुडगुड खाए मैले अचम तोङ्बा खाएको छैन गुडगुड खा How is it? नहेर न तर मुकेर न Hello guys. धन्यवाद Hey guys, this is the next morning अनि एकदम 7 बजिरहेको छ 7-8 बजिरहेको छ अनि आज चाहिँ सनराइज हेर्न पाउँछ भन्नाले चाहिँ आज चाहिँ पानी पर्यो होइन अनि त्यही भएर सनराइज चाहिँ खासै देखिरहेको छैन तर एकदम राम्रो भ्यू छ एकचोटि अहिलेलाई चाहिँ हाम्रो भ्यू यही हो तर पछि यहाँबाट अलिकति माथि गइसकेपछि चाहिँ फुल अन माउन्टेन भ्यू छ होइन अनि एकदम राम्रो देखिरहेको छ अब एकैछिनमा माथि गएपछि चाहिँ अब सो यो होइन ब्रेकफास्ट चाहिँ यो हो होइन गुरुङ ब्रेकफास्ट गुरुङ ब्रेड अनि पछि तरकारी अनि कफी हो कि चिया हो चिया आई गेस अनि अन्डा हो अनि म चाहिँ अहिले माथि हिँड्दैछु होइन गाइजहरू एकदम अलिकति भराइस छ मैले चाहिँ सिर्फ मेरो ट्राइपड लिएको छु बिकज फोटो खिच्नुपर्छ अनि भिडियोहरू खिच्नुपर्छ होइन बाँकी त्यस्तै हो तर यो बादलले सबै छेकिरहेको छ होइन हाम्रो हिमालको भ्युजहरू अरू कुनै ठाउँमा खासै बादल त्यति धेरै लागेको त रहेछ बट यहाँ झन् धेरै लागेको छ क्या ठ्याक्कै हिमाल भएको ठाउँमा हेलो गाइस अब हामी चाहिँ खान्जुकबाट फर्किँदैछौँ यो चाहिँ एकदम क्लियर वाटर फ्रम द हिमालयन होइन माथि हिमालबाट आएको यो प्रत्यक्ष रूपमा हेलो गाइस हामी चाहिँ अहिले खान्जुकबाट पोखरा झरेको छौँ है पोखरा झर्दाखेरि यो मजाको रिभरमा हामी अहिले एकैछिन मोमेन्ट सेलिब्रेट गर्दैछौँ होइन घाम चाहिँ लागिरहेछ तर केही छैन यार पानीको ठाउँमा कस्तो मजाको के आवाज पनि कस्तो दामी सुन्नु है त गाइजहरू अहिले चाहिँ हामी शिव भगवान्को मूर्तितिर आएको छौँ कुम्दीकोटको त यस्तो घाम छ केही पनि गर्न मन छैन छायामा बस्नु मात्रै मन छ होइन जिउ चाहिँ दामी छ होइन दामी तर घाम पनि दामी नै छ तर मूर्ति चाहिँ कस्तो राम्रो क्या एकदम राम्रो बनाएको छ प्योर उलमा हो भने चाहिँ अलिकति रफ हुन्छ